एकदमै ठुलो पहिरो हो यो। म स्कुलबाट फर्किँदै गर्दाखेरि यति बेला 3:30 बजेको छ। म स्कुलबाट फर्किँदै गर्दाखेरि यहाँ बाटोमा हेर्नु है त यति ठुलो पहिरो गएको छ नि। यहाँ म देखाउँदैछु, एकदमै ठुलो पहिरो हो यो। यो चाहिँ कहाँ भन्नुहुन्छ भने लेटाङ नगरपालिका वडा नम्बर 8 मा पर्छ। यो बाटो हुँदै जाँते बजारबाट यो बाटो हुँदै माथि ज्यामिरे हुँदै हुँदै 6 नम्बर बुधबारे जाने बाटो हो। यो बाटो यसरी पहिरो गइसकेपछि त्यसपछि यो पहिरो गएदेखि पल्लो साइडबाट अहिले बाटो खनिएको छ। निकै मजाले गएको छ पहिरो पनि। फेरि यही पहिरोमा पुगिसकेपछि यो अहिले म जुन ठाउँमा उभिएर खिचिरहेको छु त्यो ठाउँको भ्यू, त्यो ठाउँ कस्तो छ, गाउँ चाहिँ कस्तो छ, यहाँबाट अब देख्दै हुनुहुन्छ जुन अघि मैले पहिरो गएको ठाउँ खिचेको थिएँ। अब यो भिडियो चाहिँ त्यही पहिरो गएको ठाउँबाट मैले तल गाउँ देखाउँदैछु। यो लेटाङ नगरपालिका वडा नम्बर 8 लालझोडा हो। माथिबाट भिडियो खिच्दैछु। फाटिलो छ, सम्म छ, भिरपाहा छैन। गर्मीमा असाध्यै गर्मी हुन्छ किनकि फेदीमा पर्छ। स्लोप हुँदै गएको छ। जाँते बजारबाट अलिकति माथि गएपछि यो गाउँ भेट्न सकिन्छ। भिडियो हेर्दै गर्नु होला। बाइ बाइ, सी यु इन द नेक्स्ट भिडियो।